विशेष आज हामी सिक्किमको कुनै ठाउँबाट सिक्किमको गुरुजीहरू हामी सिक्किमको हितको लागि भनेर ट्रान्सपोर्ट सेक्रेटरिएट आएको थियौँ। हामी विशेष आउनुको औचित्य हामी दुईवटा कुरा थियो, एआई हटाऊ, ट्याक्स घटाऊ। अहिले जुन प्रकारले एआईको चलन भइरहेको छ त्यो विषय लिएर आएको थियो। हामी सेक्रेटरी साहबलाई भेट्न आएको थियो, तर सेक्रेटरी साहब आफ्नो कतिवटा मिटिङले गर्दा सिएस पनि बाहिरै हुनुपर्छ, सेक्रेटरी साहब पनि बाहिरै हुनुपर्छ, कम सेक्रेटरी पनि। र थुप्रै जग्गा गयौँ, थुप्रैवटा अफिस खाली भेट्यौँ र अन्तिममा हामीले टिसिए सरलाई भेट्यौँ। अनि उहाँलाई हामीले मेमोरेन्डम चढाएको छौँ है। अनि उहाँले भन्नुभएको छ केही दिन समय माग्नु भएको छ र हाम्रो मेन आजको मुद्दा चाहिँ के थियो भने एआईले जुन ब्याकडेट चलन भइरहेको छ होइन, त्यो ब्याकडेट चलन चाहिँ फर्किनुपर्छ। अनि एआईको चलन चाहिँ जुन चाहिँ भइरहेको त्यो चाहिँ कम्प्रोमाइज जस्तो मिलाउँदा पनि नमिल्ने खालको कुराहरू चाहिँ छ। हामीले उहाँलाई आएर भनेको छौँ। अनि हामीले भनेअनुसार उहाँले केही दिन समय माग्नु भएको छ होइन। हामीले अझै सेक्रेटरी भेट्छौँ भन्दाखेरि हामी त भोटमा सुत्ने हिसाबले आएको, किनभने यो सिक्किमको हितको लागि हो। यहाँ कसैलाई नेता बनाउनु र कसैलाई यहाँ हिरो बनाउन आएको छैन। र सिक्किमले धेरै दुःख पाएको कारणले गर्दा थुप्रैवटा ट्रान्सपोर्ट विषय लिएर थुप्रैवटा दुःख पाइरहेको छ। जस्तै गाडीको रोड पर्मिट, त्यहाँदेखि सँगसँगै तपाईँको अथोराइजेसनको चलनहरू थुप्रै यति बेसी जुन प्रकारले ट्याक्स बढ्यो 700मा हुने कुरा अब 25,000सम्म पुऱ्याइएको छ। त्यो विषय लिएर हामी यहाँ आएको थियौँ सेक्रेटरी साहब भेट्न, तर आज उहाँलाई भेट्न नपाउँदा हामीले यति एउटा माग चाहिँ राखेका छौँ। यो मिडियाको तर्फबाट पनि हामी सम्माननीय मुख्यमन्त्री साहब आफै ट्रान्सपोर्ट डिपार्टमेन्टको मन्त्री हुनुहुन्छ, उहाँकोमा पनि यो कुरा पुगोस्। एआई चाहिँ केही दिनको लागि सिक्किममा थप्पो रहनु पर्यो, किनभने उहाँले सोमबारसँग टाइम माग्नु भएको छ। यदि एआई सञ्चालन हुन्छ भने एआई मुताबिकको सडक पनि हुनु पर्यो, सिक्किममा सडक पनि त्यस्तै हुनु पर्यो होइन। एआई विदेशतिर छ, तर जुन देशतिर एआईले सञ्चालन गर्छ त्यो देश कहाँदेखि कहाँ पुगेको छ र सिक्किम कुन अवस्थामा छ भन्ने कुरा हामी एआईलाई हामीहरू स्वागत गर्दैनौँ भने गर्छौँ, तर त्यो सही तरिकाले चल्नु पर्यो नि त। जुन प्रकारले एआई चलिरहेको छ हेर्नुहोस्, घरमा गाडी सेन्ट्रो गाडी छ होइन, उहाँकोमा चलन गएको छ वेगनर गाडीको फोटोसँग। अनि यो कसरी भइरहेको छ होइन। एउटा गाडी स्क्रैप गरिसकेको गाडी 2022मै उहाँले गाडी स्क्रैप गरेर उहाँले नम्बर सरेन्डर गरेको चलन आज घरमा पुगिरहेछ। अनि यस्तो यो बहुत घातक कुरा हो। त्यो चलन पनि कम्ती छैन, तपाईँको 10,000 स्टार्टिङ हो होइन। 10,000 त्यति 40, 50, 60,000सम्मको चलन हाम्रोमा छ मुक्त सबुत। त्यसले गर्दा यो चाहिँ विभागले ब्याक गरिदियोस्। अनि एआई सञ्चालन चाहिँ आजैबाट बन्द हुनु पर्यो सिक्किममा। यदि बन्द भएन भने होइन, बन्द भएन चल्छ भने त्यसलाई सुचारू रूपमा चल्नु पर्यो। भोलिदेखि उता यस्तो खालको फेरि पनि चलन आयो भने हामीले सोमबारसम्म टाइम त दिएको छौँ, उहाँले सोमबारसम्म टाइम माग्नु भएको छ, तर भोलिदेखि उता फेरि यस्तो खालको चलन फेरि सिक्किममा कसैलाई पनि भयो भने हामी रोडमा उत्रिन तयार छौँ। तपाईँहरूको हामीले फेसबुकतिर प्रतिक्रिया देखेको थियौँ, ड्राइभर्सहरूको धेरैजना ड्राइभर्सहरूले आफ्नो गुनासो पकाउनु भएको छ होइन। तर आज तपाईँहरूको यो डिमान्डलाई लिएर तपाईँहरू कम्ती देखिँदैछ नि, किन यसमा केही सरसल्लाह भएको? अब अहिले के छ भने तपाईँले राम्रो प्रश्न राख्नुभयो। सबैलाई नै छ नि पिर मार्का त, यहाँ सेक्रेटरी साहबलाई पनि यहाँ अफिसमा हुने सबैलाई छ नि, तर बोल्नु हुँदैन नि त यहाँ सिक्किममा। हामी सरकारको विरोध गर्न आएको र सिस्टमको चाहिँ हामी विरोध गर्छौँ। जहाँ गलत हुँदैछ हामी त्यसलाई गलत बनाएको। सबै को चाहिँ खुसी छ ल भन्नुहोस्, को चाहिँ खुसी छ यो कुरामा चाहिँ चलाउनु त बोल्नै नसक्ने। हामीलाई फोटो भिडियो पठाउँछ बोलिदिनुहोस्, हामी त कन्सर्न सिक्किमे जनता हौ, त्यसले गर्दा हामी यहाँ आएको छौँ।